फनी कुरा चाहिँ के भन्दाखेरि हैन धुर्मु सुन्तलीको जुन अहिलेको नयाँ कुरा आयो नि पाँचवटै क्या छानबिन गरिसके पछाडि आएको रिजल्ट हो हैन मान्छेहरूले चाहिँ अहिले चाहिँ हैन धुर्मु सुन्तलीलाई अन्याय भएछ उनीहरूलाई न्याय दिनुपर्छ जस्टिस फर धुर्मु सुन्तली उनीहरूले राम्रो काम गरेको रहेछ उनीहरूले केही पैसा खाएको थिएन रहेछ भनेर उफ्रिरहेछ क्या धेरै जसो त्यो अहिले उफ्रिने मान्छेहरू चाहिँ नि हैन पहिले मिडियाको कुरा सुनेर त्यो खुट्टा तान्ने त नेपालमा टन्नै छ उनीहरूको कुरा उनीबाट इन्फ्लुएन्स भएर यो धुर्मु सुन्तलीलाई बोयकट गर्नुपर्छ हैन यिनीहरू पैसा खाएर बसेको मान्छेहरू हो जनतासँग पैसा उठाउने अनि यहाँ गर्छु भनेर पैसा खाने यिनीहरूले न यत्रो पैसा कहाँबाट आयो यिनीहरूलाई यत्रो घर कहाँबाट आयो यसरी देश विदेश कसरी घुमिरहेछ भनेर चाहिँ उफ्रिने गर्थे क्या म्याक्सिमम अहिले जति धुर्मु सुन्तलीलाई न्याय चाहिन्छ भनेर उफ्रिरहेछ नि त्यही मान्छेहरू म्याक्सिमम त्यही मान्छेहरू चाहिँ उफ्रिरहेको थियो क्या हैन अनि अहिले सरकारहरूले पनि खुब ट्राई गर्यो हैन उनीहरूलाई चाहिँ गिल्टी देखाउनको लागि क्या तर यो पाँचचोटि यो सबै कुरा इन्भेस्टिगेसन गर्दाखेरिसम्म पनि उनीहरूले तलमाथि पैसा तलमाथि गरेको भेटेन हैन इनफ्याक्ट त्यो छानबिन समितिको रिपोर्ट अनुसार त्यसमा बरु धुर्मु सुन्तली उल्टै उनीहरूले अलिकति पैसा थपेको रहेछ क्या त्यही भएर म चाहिँ के भन्छु भने बोल्नुभन्दा पहिला हैन आफूले डिसिजन लिनुभन्दा पहिला एकजनाबाट इन्फ्लुएन्स भएर दुईजनाबाट इन्फ्लुएन्स भएर त्यस्तो गर्नु हुँदैन सोच्नुपर्छ धेरैचोटि अहिले आएर धुर्मु सुन्तलीको पक्षमा बोलेर हुने पनि केही पनि छैन हैन अब धुर्मु सुन्तलीको पक्षमा जो बोल्नुपर्ने थियो जस्तो प्रमाण बोल्नुपर्ने थियो प्रमाण बोलिसक्यो सत्य बोल्नुपर्ने थियो सत्य बोलिसक्यो हैन तर पहिले जति उनीहरूलाई खुट्टा तान्दाखेरि जतिजनाले जे भन्नुभयो त्यो बेलाको मानसिक तनाव त्यो बेलाको हरेक पीडाहरू त्यो अब तपाईले सपोर्ट गरेपछि त्यो जान्छ जाँदैन नि त्यो त अझै पनि उनीहरूको दिमागमा त नमर्नुसम्म नाइटमेयर भएर बस्छ नि त त्यही भएर आफूले बोल्नुभन्दा अगाडि स्पेसली यो मिडियाहरूको चाहिँ विश्वास नगर्नु भन्छु म चाहिँ किनभने मिडियाहरू यति धेरै इन्फ्लुएन्स गर्छ मान्छेहरूलाई अनि उनीहरू चाहिँ फेरि स्वतन्त्रै छैन क्या सबै कहाँबाट परिचालित भइरहेको हुन्छ त्यही भएर म चाहिँ नेपालमा खुट्टा तान्ने धेरै छ हैन कुनै पनि एउटा मिडियाको सर्टेन दुई चारवटा मिडियाको कुरा सुनेर चाहिँ मान्छेलाई कमेन्ट गर्न नथाल्नु भन्छु म चाहिँ जज नगर्नु भन्छु अझै पनि यिनीहरूले यो फेरि अर्को छानबिन गर्ने भनेर भन्नु सक्छ तर पनि पाँचवटि गर्दासम्म पनि अझै पनि क्लिन चिट पाइराख्नु भएको छ धुर्मु सुन्तलीहरूले त्यसमा खुसी लागेको छ मलाई चाहिँ जे भए पनि उहाँहरूले त काम सुरु गरिदिनु भयो सरकारले गर्नुपर्ने थियो उहाँहरूले गर्नुभएको त्यही कुरा मान्छेहरू चाहिँ थ्याङ्कफुल हुनु पर्थ्यो हैन त्यो कुरा पनि नबुझेर उल्टै खेदो खन्यो अब अझै पनि आएर फेरि पनि सफाइ पाउनु भएको छ त्यसको खुसी लागेको छ